जेनजी युवाहरूबीच घम्साघम्सी चलेको छ। दर्शकबिन हामी सरकारी वकिल कार्यालय अगाडिको यो ब्यारिकेड देखाइरहेका छौँ। जेनजी युवाहरू सुशीला कार्की मुर्दाबाद 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 सुशीला कार्की राजीनामा दे राजीनामा दे राजीनामा दे। केही काम नि एक कुरा नि पुरा गर्न सकेन नि त सरकारले। त्यही भएर रियर त लाग्ने भयो। त्यही लाइफ टाइमको लागि एटलिस्ट केही नि प्रोग्रेस भएको भए त हल्का हुन्थ्यो। यस्तो भयो हामीहरूको बलिदानले केही नि चेन्ज भयो भन्ने हुन्थ्यो, तर केही नि भएन अहिले। करप्सन हिँड्नु हुनुपर्थ्यो भने त्यही हिँड्नु गर्न सकेको छैन। जो गोलियाँ चलाउनेदेखि लिएर अर्डर दिनेसम्म तिनीहरूलाई समात्न सक्नुपर्ने हो, त्यो समात्नै सकेको छैन। पुलिसमा रिपोर्टै लिन्न बरु राजीनामा दिन्छु भन्छन्। परिवर्तनको लागि फर्केर आए भने ठिकै छ, फर्केर आइन्न भने सम्झिनु म यो देशको माग पुरा गरे खै त हाम्रो यत्रो शहीद परिवारको 9 माग पुरा गरेछ हैन। मैले भनिहालेँ त यत्रो हुनुहुन्छ नि हाम्रो यहाँ, न शहीद परिवारको माग छ न हामी घाइतेको माग पुरा गरेछ क्या यो सरकारले। अहिलेसम्म केही पनि पुरा गरेको छैन। त्यही भएर चाहिँ हामी बाध्यता भएर चाहिँ रोडमा आएको हामी। गभर्मेन्ट बनिसकेपछि गभर्मेन्टलाई पनि अब कसरी बनाइयो भन्दाखेरि चाहिँ हामीलाई थाहा छैन, संविधानको कुनै पनि धारा टेकेको छैन, त्यतिकै बनेको छ। अनि म्यान्डेट चाहिँ सोझै चाहिँ राष्ट्रपतिबाट चाहिँ चुनाव मात्रै गराउने भनेर म्यान्डेट दियो। त्यो यो आन्दोलन किन भएको थियो अनि गभर्मेन्ट किन बनेको थियो, त्यो बिचमा चाहिँ अब त्यो जेनजीहरूको माग र आन्दोलन हुने चिज र गभर्मेन्टको फर्मेसनमै स्पष्टता छैन क्या। त्यो स्पष्टता नभएको कारणले नै भइरहेको भन्ने लाग्छ है मलाई चाहिँ। जेनजी आन्दोलन आफै पनि आन्दोलन पनि त्यो वेल प्लान तरिकाले भएन हैन। जस्तै अब आन्दोलन चाहिँ के निम्ति गर्ने भन्ने चिज अर्कै थियो। जब दुईवटा माग थियो उनीहरूको, भ्रष्टाचार विरुद्धको र चाहिँ त्यो बेला चाहिँ सोसियल मिडिया ब्यान भएको बेला त्यो दुईवटा चिजलाई लिएर मात्रै भएको थियो। तर त्यो चाहिँ के अरे मृगको शिकार गर्न गएको बाघको शिकार परे जस्तो भयो। आन्दोलनले चाहिँ अब अर्कै रूप लियो र गभर्मेन्ट सत्ता नै ढल्ने स्थिति आइपर्यो। सँगसँगै साथ दिन अनुरोध गर्ने नै छौँ र हाम्रो अतिथिज्यूहरू अन्य माननीय मन्त्री